निकालिएको क्वेसन हो र आज हामी यसलाई सल्भ गर्छौँ एउटा एउटा गरेर। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला र कमेन्टमा केही गल्ती भए सच्याइदिनु होला र केही कस्तो खालको भिडियोहरू हेर्न मन लाग्छ अवश्य जानकारी दिनु होला। र सुरु गरौँ है त आजको यस पहिलो क्वेसन रहेको छ। तालकाकोट नाका नेपालको कुन जिल्लामा पर्छ? ल तपाईँहरूलाई म गेस गर्न दिन्छु है त। ल गेस गर्नुहोस्। 1 2 3 तालकाकोट नाका नेपालको बझाङ जिल्लामा पर्छ है। बझाङ जिल्लामा पर्छ। हेर्नुभयो। म चाहिँ मार्कर चेन्ज गर्छु। आई गेस यो बझाङ जिल्लामा पर्छ है। अर्को हाम्रो नेक्स्ट क्वेसन रहेको छ। सोमेश्वर पर्वतमाला कुन जिल्लामा पर्दछ? ल यो पनि कुन जिल्लामै पर्दछ वाला क्वेसन रहेछ। ल तपाईँ बताइदिनुहोस्। सोमेश्वर पर्वतमाला कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ चितवन जिल्लामा पर्दछ। सोमेश्वर पर्वतमाला चितवन जिल्लामा पर्दछ। अब क्वेसन नम्बर 3 रहेको छ। कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरे बापत प्रदान गर्ने जग्गालाई के भनिन्थ्यो? यो त हामीले पढेकै थियौँ होला। कुनै सरकारी कर्मचारीले चाहिँ बहादुरीपूर्वकले चाहिँ बहादुर काम गर्यो भने उहाँलाई के प्रदान गरिन्थ्यो? के जग्गालाई प्रदान गरिने जग्गालाई के भनिन्थ्यो? यो चाहिँ वीरता भूमि जग्गा भनिन्थ्यो। यसलाई चाहिँ वीरता भूमि भनेर भनिन्छ है त। र अर्को नेक्स्ट रहेको छ हाम्रो 4 नम्बर क्वेसन। तिमाङ झरना कुन जिल्लामा पर्दछ? ल यसको एन्सर के होला सोच्नुहोस् त। तिमाङ झरना कुन जिल्लामा पर्दछ? यसको सही उत्तर रहेको छ मनाङ होला कि मुस्ताङ होला कि म्याग्दी होला कि बागलुङ होला त? यसको सही उत्तर रहेको छ मनाङ। मनाङमा चाहिँ तिमाङ झरना पर्दछ। मैले त्यहाँ रेड लगाएको चाहिँ त्यो चाहिँ एन्सर हो है। र अर्को नेक्स्ट क्वेसन रहेको छ हामीसँग। नेपालमा 5000 मिटरको उचाइ भन्दा माथि हिउँ पर्ने हुँदा वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाउँमा उम्रिएका काई र लेउलाई कुन मरुभूमिका वनस्पति भनिन्छ भनेर भनेको हो। यो क्वेसन चाहिँ तपाईँलाई क्वेसन नम्बर ए मा छ टुन्ड्रा वा शीत मरुभूमिका वनस्पति। शीत मरुभूमिका वनस्पति अब लेकाली हो कि हिमाली हो? यसको सही उत्तर रहेको छ टुन्ड्रा एन्ड शीत मरुभूमि। ल अब नेक्स्ट क्वेसन रहेको छ 6 नम्बरको। कान्छी नेपाल भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ? पढ्नुभयो क्वेसन। कान्छी नेपाल भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ? यसको एन्सर के होला त? सिलगढी डोटी, राजपुर बर्दिया, चैनपुर बझाङ, मानमा कालीकोट। यसको सही उत्तर रहेको छ सिलगढी डोटी। कान्छी नेपाल भनेर सिलगढी डोटीलाई चिनिन्छ। कान्छी नेपाल भनेर चाहिँ सिलगढी डोटीलाई चिनिन्छ। अर्को क्वेसन रहेको छ। आर्कटिक जलवायु नेपालको कुन क्षेत्रमा पाइन्छ? कुन क्षेत्रमा पाइन्छ होला त? भित्री मधेसमा पाइन्छ कि तराईमा पाइन्छ कि पहाडमा पाइन्छ कि हिमालमा पाइन्छ? यसको एन्सर रहेको छ हिमाल। आर्कटिक जलवायु चाहिँ नेपालको कुन क्षेत्रमा पाइन्छ? नेपालको हिमाल क्षेत्रमा पाइन्छ। र अर्को 8 नम्बरको क्वेसन चाहिँ के रहेछ भन्दा बाह्य हिमालय भनेर नेपालको कुन पर्वतलाई चिनिन्छ? कुन होला त? चुरे पर्वत होला कि महापर्वत होला कि मध्यभूमि होला कि हिमालय पर्वत होला? गेस गर्नु त।
चुरे होला कि महाभारत होला कि मध्यभूमि होला कि हिमालय पर्वत होला? यसको एन्सर चाहिँ चुरे पर्वत रहेको छ है त। यो चाहिँ 8वटा क्वेसन भयो। अब हामी नेक्स्ट अर्कोतिर जाऊँ है त। हल्का ब्लर रहेछ, त्यही पनि बुझ्ने किसिमको त छ है यो। डिएचओ भ्याली कुन जिल्लामा पर्दछ अरे? ल, डिएचओ भ्याली चाहिँ हाम्रो डोल्पा जिल्लामा पर्दछ है त। डिएचओ भ्याली चाहिँ हाम्रो डोल्पा जिल्लामा पर्दछ। क्वेसन नम्बर 17 मा रहेको छ, तलका समूह आई र समूह आई जोडा मिलाउनुहोस्। के छ? एमा निकेल, निओफेरस, अब्रक, गेरु। ल, यसको के होला? ल हेर्नु त। निकेल हाम्रो क्वेसन नम्बर समूहको फोमा नाम्पामा पर्छ है। अनि निवरसको चाहिँ जाजरकोट। अनि अब्रकको भोजपुर लमजुङ। अनि गेरुको चौतारा। यसको जोडा मिलाउ चाहिँ यसरी हुन्छ है। ल, अर्को हाम्रो 18 नम्बरको क्वेसन रहेको छ, तलका भनाइ विचार गर्नुहोस्। तलका भनाइ विचार, अब कुन ठिक कुन बेठिक भनेर चाहिँ यसमा हामीले चिन्ह लगाउनु पर्नेछ। हसिरे लेक 7000 मिटर बाजुरा जिल्लामा पर्दछ। यो राइट होला कि रङ होला त? यो ठिक छ है। र तपाईँको मुकुट हिमाल 6639 मिटर डोल्पा जिल्लामा पर्दछ। यो चाहिँ रङ छ है। अनि दारीखामे हिमाल 5412 मिटर जाजरकोट जिल्लामा पर्दछ। यो राइट भयो। गोर्खा जिल्ला 6088 मिटर हुम्ला जिल्लामा पर्दछ। यो राइट छ। ल, 1, 3 र 4 चाहिँ कुनमा राइट छ भन्दाखेरि एमा त 1 र 2 मात्रै ठिक छ। अनि बीमा 1, 2 र 4 ठिक छ। सीमा हाम्रो अब एन्सर रहेको छ सी। ल, अर्को रहेको छ, उच्च पर्यटकीय सम्भावना बोकेको किर्मी गाउँ कुन जिल्लामा पर्छ? दार्चुला होला कि ताप्लेजुङ होला कि जुम्ला होला कि हुम्ला होला? आफै विचार गर्नुहोस् त एकछिनको लागि। उच्च पर्यटकीय सम्भावना बोकेको किर्मी गाउँ कुन जिल्लामा पर्छ? यो चाहिँ हुम्ला जिल्लामा पर्छ है त। ल, अब यति क्वेसन भयो। अब हाम्रो नेक्स्ट क्वेसन। ल, नेपालको भित्री मधेसका जिल्लाको पूर्वबाट पश्चिमको क्रमशः मिलाउनुहोस्। कुन होला त? उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, सुर्खेत, दाङ। एउटा भयो। उदयपुर, सिन्धुली, चितवन, मकवानपुर, नवलपुर, सुर्खेत, दाङ। अर्को भयो उदयपुर, मकवानपुर, सिन्धुली, चितवन, नवलपुर, दाङ, सुर्खेत। अर्को भयो र डीमा छ उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत। हाम्रो एन्सर चाहिँ डीमा हुन्छ है, उदयपुर। भित्री मधेस जिल्लाबाट पूर्व पश्चिम क्रमशः मिलाउँदै जाँदा चाहिँ उदयपुर आउँछ पहिला, त्यसपछि सिन्धुली, त्यसपछि मकवानपुर, चितवन, नवलपुर, दाङ अनि सुर्खेत है। र हाम्रो अर्को 21 नम्बरमा के रहेको छ भन्दाखेरि तलका समूह आई र समूह आई जोडा मिलाउनुहोस्। अघिको जस्तै सबैभन्दा ठुलो हिमताल कहाँ छ? छुङ हिमताल कहाँ छ? इम्जा हिमताल, ठुलाजी हिमताल। एकछिन गेस गर्नुहोस् त कहाँ छ? एमा होला कि बीमा होला कि सीमा होला त? ल, सबैभन्दा ठुलो हिमताल कहाँ छ? रोल्पा हिमताल। अनि बीको दोलखामा छ। इम्जा हिमताल
सोलुखुम्बुमै छ। ठुलाजी हिमताल मनाङमै छ। यो लाइन बाई लाइन कहाँ छ भन्दाखेरि एमा त छैन, बीमा नै छैन, सीमा छ है। हेर्नु त कस्तो ठ्याक 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 एउटै उमा मिलेको। सी है यसको एन्सर चाहिँ। ल क्वेसन नम्बर 22 तलका भनाई विचार गर्नुहोस्। नेपालको प्रामाणिक समय जीएमटी भन्दा 5 घण्टा 45 मिनट छिटो छ। अब हामीले यसलाई पनि चेक गर्न पर्यो कुन ठिक र कुन बेठिक। यो चाहिँ ठिक है, जीएमटी भन्दा 5 घण्टा 45 मिनट छिटो छ। नेपालको प्रामाणिक समय विक्रमसम्म 2042 वैशाख 1 बाट लागू भएको हो। यो पनि ठिक हो। नेपालको समय भारतभन्दा 15 मिनेट ढिलो छ। यो चाहिँ बेठिक है, छिटो चाहिँ छ। नेपालको समय गौरीशङ्कर हिमाल भएर जाने 86 डिग्री 15 पूर्वी देशान्तरलाई आधार मानि तोकिएको छ। यो पनि ठिक। हाम्रो कतिवटा ठिक भयो? 1, 2 र 4। यहाँ छ छैन, यहाँ छ छैन, यहाँ चाहिँ 3 छ। यहाँ डीमा हाम्रो एन्सर चाहिँ डी। केदारनाथको शिरको रूपमा चर्चित डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा पर्छ? भन्नुहोस् त कुन जिल्लामा पर्छ? सोच्नुहोस् है। डोल्पामा पर्छ कि डोटीमा पर्छ कि काभ्रेपलाञ्चोकमा पर्छ कि भक्तपुरमा पर्छ? केदारनाथको शिरको रूपमा चर्चित डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा पर्दछ? करेक्ट एन्सर डी, भक्तपुरमा पर्दछ है। सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कुन हो भने सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला, प्रदेश र जिल्ला ल कुन रहेछ? कुन कुन कुन? सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश चाहिँ कोशी प्रदेश हो र सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला चाहिँ सर्लाही हो। सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश कोशी जिल्ला। याद गर्नुहोस् है, एकदम महत्त्वपूर्ण हुन्छ यो प्रदेश जिल्लाहरूको क्वेसन पनि। अनि स्थानीय तह भएको जिल्ला चाहिँ सर्लाही। हाम्रो नेक्स्ट क्वेसन छ लिमी उपत्यका कुन जिल्लामा पर्छ? सिन्जा उपत्यका कुन जिल्लामा? जोगबुढा उपत्यका कुन जिल्लामा? पाटन उपत्यका कुन जिल्लामा? अघि हामीले कुन गर्यौं? यसको एन्सर चाहिँ लिमी उपत्यका चाहिँ कहाँ पर्छ? हुम्लामा पर्छ है। अनि सिन्जा उपत्यका जुम्लामा। जोगबुढा उपत्यका बैतडीमा। पाटन उपत्यका डडेलधुरा। ल क्वेसन एन्सर खोज्नुहोस् त। 1 को 2 यसमा पनि छ, यसमा पनि छ, यसमा पनि छ। सिन्जा उपत्यका कुन जिल्लामा पर्छ? जुम्ला उपत्यकामा। यसमा पनि छ। यो त यसलाई रङ गरिहाल्ने है। यसमा पनि छ, यसमा छैन। अब यो र योमा कुन राइट हुन्छ त? जोगबुढा उपत्यका यो भयो है हाम्रो एन्सर। ल अब तलका भनाइ विचार गर्नुहोस् भन्ने रहेछ। प्रतिनिधि सभाको लागि एकमात्र निर्वाचन भएका जिल्ला 35 वटा छन्। यो चाहिँ ठिक हो। क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो प्रदेश कर्णाली प्रदेश हो। यो पनि ठिक छ। प्रतिनिधि सभाको निर्वाचन क्षेत्र सङ्ख्या प्रदेश नम्बर 1 मा 28 वटा छन्। यो पनि ठिक छ। चीन र भारत दुवैलाई छुने प्रदेशहरू 4 वटा छन्। यो पनि ठिक छ। सबै ठिक छ है यसमा चाहिँ ऊ पनि दिएको छ, सबै ठिक छ। ल अब अर्को क्वेसन नम्बर 27 विश्वमा लोपोन्मुख अवस्थामा रहेको
विश्वमा लोपन्मुख अवस्थामा रहेको प्रलोभिपापी गरुङ कुन जिल्लामा पाइएको छ? गरुड होला है साथीहरू। चाहिँ हल्का किरमिर गरेर मैले पनि खम्ब्याउन नसके जस्तो भएर हो। यसको एन्सर चाहिँ जाजरकोटमा रहेको छ है। क्वेसन नम्बर 28 विभिन्न स्थानीय प्राचीन नाम जोडा मिलाउनुहोस्। पर्वतको कुसुमपुरी, हनुमान ढोकाको तुसाहिटी, पाटन दरबारको मणिगल। यसको चाहिँ यहाँ बीमा मैले देखेँ, बी भन्छ। अर्को नेक्स्ट स्लाइडमा जाम हामी। पातल भीमेश्वर गुफा कुन जिल्लामा पर्दछ? यसको एन्सर चाहिँ बैतडी जिल्लामा पर्दछ। अवस्थितिक हिसाबले सप्तकोशी नदीका 4 सहायक नदीहरू क्रमशः पूर्वबाट पश्चिमतिर क्रम मिलाउनुहोस् भनेको छ। अरुण, तुमेरु, दुधकोशी, लिखु। तमेर, अरुण, दुधकोशी, लिखु। यसको एन्सर चाहिँ यो है। तमेर, अरुण, दुधकोशी र लिखु। ल, नेपालमा दक्षिणतिरबाट उत्तरतिर बहने नदी हो भने कुन हो भने उक्त नदी कुन जिल्लामा पर्छ भनेर सोधेको छ। ल, नेपालमा दक्षिणतिरबाट उत्तरतिर बहने नदी कर्मनसा हो भने उक्त नदी ललितपुर जिल्लामा पर्दछ। हामी क्वेसन नम्बर 32 मा जाम है त। सर्वोच्च हिमस्रोत भएको नदी कुन हो ल भन्नुहोस् त। सर्वोच्च हिमस्रोत भएको नदी दुधकोशी। क्वेसन नम्बर 33 मा जाम है त हामी अब। जल तथा मौसम विज्ञान विभागले नेपालको वार्षिक औसत तापक्रम वृद्धि दर कति डिग्री सेल्सियसले वृद्धि भइरहेको देखाएको छ? क्वेसन नम्बर 33। यसको एन्सर चाहिँ 0.056 डिग्री सेल्सियसले वृद्धि भइरहेको देखाएको छ। फेरि आयो हाम्रो ठिक कि बेठिक भन्ने। तलका भनाइ विचार गर्नुहोस्। वीरगञ्ज सुक्खा बन्दरगाह विश्व ब्याङ्कको सहयोगमा बनेको हो। यो ठिक छ। यहाँ चाहिँ 1 नहुने स्थिति 3 रहेछ है। काठमाडौँ ट्रमा सेन्टर भारतको सहयोगमा बनेको हो। यो पनि ठिक छ है। दुवै ठिक रहेको छ यसमा चाहिँ। ल, फेरि पनि हामी जोडा मिलाउनेमा आइसक्यौँ। गाईखरक ताल कुन जिल्लामा पर्छ? ल, गेस गर्नुहोस् त। कामिनी दह कुन जिल्लामा पर्छ? बुलबुले ताल यो त सबैलाई थाहा छ होला, सालपा पोखरी। ल, गाईखरक ताल यो चाहिँ म्याग्दीमा पर्छ। कामिनी दह यो बारामा पर्छ। बुलबुले ताल सुर्खेत भइहाल्यो। सालपा पोखरी भइहाल्यो। यो चाहिँ बीमा छ है त। अर्को स्लाइडमा जाम हामी। तलका भनाइ विचार गर्नुहोस्। यो पनि त्यही ठिक कि बेठिक भन्ने छ। लिम्पियाधुरा तिब्बतसँगको व्यापारिक मार्गसँग सम्बन्धित छ। ठिक। अनि रूपन्देहीमा रामापिथागोसको अवशेष पाइएको छ। यो पनि ठिक। नेपालको पहिलो ग्रामीण सूचना केन्द्र पर्वतमा छ। सबै ठिक। यो पनि ठिक, त्यो पनि ठिक, सबै ठिक। क्वेसन नम्बर 37 प्रसिद्ध लिपु लेख कुन जिल्लामा पर्दछ? यसको एन्सर रहेको छ दार्चुला। प्रसिद्ध लिपु लेख चाहिँ दार्चुलामा पर्दछ। फेरि आयो ठिक कि बेठिक। हाल नेपालमा 44.74% वन रहेको छ। 44.74% वन रहेको छ। ठिक। नेपालमा औसत रुख सङ्ख्या 430 प्रति हेक्टर रहेको छ। यो पनि ठिक। हाल नेपालमा संरक्षित क्षेत्रका कुल क्षेत्रफल 23.39% छ। यो पनि ठिक।
सबै ठिक। अब जोडा मिलाउनु। सगरमाथा आरोहण कृतिमानी बढी उमेरमा सगरमाथा आरोहण कसले गर्यो? कम समयमा आरोहण, पहिलो पत्रकार, धेरै पटक आरोहण। अब बढी उमेरमा सगरमाथा आरोहण गर्ने युचिरो मिउरा, अनि कम समयमा आरोहण गर्ने मिङ्गमा दोर्जी शेर्पा, पहिलो पत्रकार स्ट्राइन एसिन, धेरै पटक आरोहण 28 पटक आरोहण गरेको चाहिँ कामिरिता शेर्पा, सरी कामिरिती भनेछु, कामिरिता शेर्पा है त। यो चाहिँ एमा छ। प्रदेशमा रहेका जिल्लाहरूको सङ्ख्या 8, 9, 10, 11, 12, 13 र 14 कुन कुन प्रदेशमा पर्दछ? क्रमशः छान्नुहोस् गरे। मध्य प्रदेश, कर्णाली प्रदेश, यो भइसक्यो है। मध्य प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश। अब यो यहाँ बीको चाहिँ एन्सर हो है। ल, भारतबाट 2 जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिने जिल्लाहरू कुन कुन हुन् गरे। ल, भारतबाट 2 जिल्लालाई मात्रै छोएर कुन होला त? गोर्खा र चितवन, चितवन र धादिङ, रसुवा र पर्सा। यसको एन्सर चाहिँ गोर्खा र चितवन पनि छुन्छ र चितवन र धादिङ भनेपछि बी र सी दुवै पर्यो। यो सेम अघिकै क्वेसन रिपिट भएछ है। यो यहाँसम्म चाहिँ। ल, 42 तलका बनाए विचार गर्नुहोस्। फेरि पनि त्यही विचार गर्नुहोस् वाला क्वेसन आएछ। कुण्डलिनी सिद्ध 5 तले गुफा सुर्खेत जिल्लामा पर्दछ। यो ठिक होला कि बेठिक होला त? ठिक है। नेपालको हालको क्षेत्रफल 2036 सालबाट निर्धारण गरिएको हो। यो पनि ठिक, दुवै ठिक। तलका भनाइ विचार गर्नुहोस्। सूर्य पर्वतले कुल भूभागको 12.8% भूभाग ओगटेको छ। सूर्य पर्वतको सबैभन्दा अग्लो टाकुरा गार्वा कैलाली र महाभारत पर्वतको अग्लो टाकुरा सैलुङ दोलखा हो। अर्को रहेको छ, हिल स्टेसन अफ नेपाल भनेर मध्यभूमिलाई चिनिन्छ। यो चाहिँ ए र बी मात्रै ठिक हो, 1 र 2। नेपालको सानो स्विजरल्यान्ड भनेर केलाई कुन जिल्लालाई चिनिन्छ भने नेपालको कश्मीर भनेर कुन जिल्लालाई चिनिन्छ? कुन ठाउँलाई र कुन जिल्लालाई चिनिन्छ है त? कुन जिल्लालाई चिनिन्छ होला? हाम्रो ब्युटिफुल नेपाल। नेपालको सानो स्विजरल्यान्ड भनेर जिरीलाई भनिन्छ भने नेपालको कश्मीर भनेर दोलखा जुम्लालाई चिनिन्छ है। र तलका भनाइ विचार गर्नुहोस्। देउखुरी उपत्यका दाङ जिल्लामा पर्दछ। ठिक हो। लिम्बू उपत्यका हुम्ला जिल्लामा पर्दछ। यो पनि ठिक हो। सरी है, यो यस्तो लाग्यो। अनि सिजा उपत्यका जुम्ला जिल्लामा पर्दछ। यो पनि ठिक। नाम्जा भन्ज्याङ मुगु जिल्लामा पर्दछ। पनि ठिक। सो यो सबै ठिक। अब नेक्स्ट